हेलो साथीहरू, यो चाहिँ भ्यू नाइटको अन्तु डाँडाको है साथीहरू। ल यो चाहिँ नाइटको भ्यू हो। म चाहिँ आज साथीहरू अन्तु आएको छु होइन। अनि आज चाहिँ हल्का पानी पनि परिरहेको छ। यो चाहिँ अन्तुको भ्यू हो साथीहरू होइन। उहाँ चाहिँ मेरो बहिनी। अनि यो चाहिँ आज म चाहिँ यसो डुल्नु घुम्ने क्रममा यता आएको छु हजुरहरू होइन। अनि तपाईहरुलाई के कस्तो लाग्छ यसो आउनु मन लाग्यो आउनु होला है। अनि तपाईको यहाँ चाहिँ आज नाइट एकदम राम्रो भएको छ भ्यू चाहिँ हैन। अनि तपाईहरु त्यही भएको कारणले गर्दा म आएको। अनि यो चाहिँ मेरो मामाले मलाई यसो खानाको लागि यो लोकल कुखुरा बनाइदिदै हुनुहुन्छ। यो चाहिँ हाम्रै लागि हो साथीहरु। चाहिँ म चाहिँ इलाममै हो अन्तुमा हो साथीहरु है। अनि अहिले हालमा चाहिँ म अन्तुमा रहेको छु साथीहरु। आज यसो आएको दिउँसोखेरि यो लोकल कुखुरा है साथीहरु, एकदम जाडो महिनामा खाइदिउँ भनेर है। अनि यता चाहिँ फेरि फाल्टै म आफ्नै पारामा यहाँ फुपूको घर कोठामा चाहिँ रुममा हेर्नु न, यो सानो होटलमा चाहिँ म आफ्नै पारामा मासु पकाइरहेको छु यहाँ हेर्नु साथीहरु है। यो सुँगुरको मासु, अघिको कुखुराको मासु साथीहरु हैन। तपाईहरु मेरो भिडियोहरुलाई हेर्दै गर्नु होला। मन परेको खण्डमा सो लाइक कमेन्ट शेयर फलो गर्न नबिर्सिनु होला। हजुरहरुको माया सपोर्ट सधैँ शिरमा राखिदिनेछु। प्लिज सपोर्ट फर मी। मेरो भिडियो मन परे मलाई सपोर्ट गर्न सक्नुहुन्छ। यस्तै राम्रो भिडियो हेर्न चाहनुहुन्छ भने मेरो पेजलाई फलो गरिदिनु होला। थ्यांक यू सो मच एभ्रीवन। तपाईहरुको माया र आशीर्वादले गर्दा म यहाँसम्म आइपुगेको छु र फेरि पनि तपाईहरुले मलाई सपोर्ट गरेर अगाडि बढाइदिनु होला। थ्यांक यू सो मच एभ्रीवन।